नमस्कार साथी हो, हेर्नुहोस् म आज पकाउन गइरहेछु सिमला सलगम भनौँ सिमला मिर्च। यसमा रातो र हरियो छ अनि पालकको साग एउटैमा मिक्स गरेर पकाउने आज ट्राई गर्न गइरहेछु। यहाँ सबै रेडी छ, हरियो खुर्सानी अनि अदुवा अनि धनियाँको पत्ता। अब यो फोरन र तेल पाकिसक्यो, यसमा हाले अदुवा, लसुन अनि हरियो खुर्सानी। ड्युटीबाट भर्खर आएको 10 बजे र 20 मिनट भइसक्यो। अब 10 बजे आएको 20 मिनट जति यताउता गर्दा गर्दा बितिसक्यो। ड्रेस चेन्ज गर्दा यता वा स्टार्ट सब्जीको प्रोसेस। बाह्र घन्टा ड्युटी गरेर आऊ, त्यसपछि खाना बनाऊ, त्यसपछि खाऊ, त्यसपछि सुता। बहुत गाह्रो छ परदेशी जिन्दगी, धेरै गाह्रो छ। सोचे जस्तो रहेनछ जिन्दगी, सोचे झै रहेनछ। सोचे झै जिन्दगी रहेनछ। हो यो हाले मैले शिमला सलगम, शिमला मिर्च, जो आएगा ना कल को क्यों पैसा नहीं आएगा तो कुछ खिलाना पड़ेगा ना। क्या खिलाओगे भाई? जो भी खिलाएगा पैसे ही नहीं, क्या खिलाएगा? यही इसीलिए जब सैलरी मिलेगा ना, सैलरी मिलेगा ना, सैलरी कब मिलेगा भाई? यही तो जिस दिन सैलरी मिलेगा उस दिन उसको बुलाएगा, सबको बुलाएगा। हाँ भिडियो लामो हुँदैछ, लामो भिडियो हेर्दैनन् के गर्ने। ओ मैले बेसार हालिदिएँ यसमा। अनि अलिकति मिक्स मसला, मसालेदार त्यति मलाई मन पर्दैन, नामको मात्र हालिदिनु हो। अब मैले हालेँ साग। ट्राई गर्न लाएको कस्तो हुन्छ खोइ थाहा छैन मलाई। फर्स्टचोटि बनाउन खोजेको जस्तो साग र शिमला।
यो अब पाक्न मात्र टाइम लाग्छ, अरू केही हाल्न छैन। यसमा धनियाँको पत्ता मात्र हाल्न छ। त्यसपछि रेडी भइसक्यो। ल धन्यवाद। मेरो भिडियोलाई लाइक शेयर र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु, माया गरिदिनु होला, धेरै माया गरिदिनु होला। प्लिज रिक्वेस्ट छ हजुरहरूलाई। धन्यवाद।